दर्शकवृन्द, श्रिया र जेरी भुन्टीलाई कसरी यो घरबाट निकाल्ने र भूपेन्द्रको नजरबाट कसरी टाढो बनाउने, यिनीहरूको सम्बन्ध कसरी विच्छेद गराउने भनेर उनीहरू सल्लाह गरिरहेको बेलामा भुवन ठक्कै त्यहीँ आइपुगेपछि सबै कुरा सुनिरहेको थियो भुवनले। र होइन, तिमीहरूको के को यो गन्थन भइरहेछ, के को योजना भइरहेको छ, लु भन भनेर भन्दाखेरि यता श्रिया चाहिँ एकदम डरले, होइन मैले भनेको कुरा तपाईँले केही पनि पत्याउनुहुन्न, तपाईँ त अनि कसरी आउँछु नभनी आउनुभयो नि भनेर भन्छ। मेरो घरमा मैले के आउँछु भनेर भन्नुपर्छ, अनि म आइहाल्छु नि भनेर भुवनले भन्छन्। अनि खै त भुन्टी भनेर भन्छन्। अनि भुन्टी मलाई अब तपाईँलाई यो सबै कुरा भन्दाखेरि तपाईँ विश्वास गर्नुहुन्न होला, अनि मलाई अर्कै अर्थ लाउनुहुन्छ, के गर्नु मैले भनेर श्रियाले भनिरहेको बेलामा यता जेरीले चाहिँ थप्छन् कि अनि तपाईँ दाजु नभएको बेलामा अनि भुन्टीले त अर्कै केटासँग टाप ठोकी, भूपेन्द्रको यस्तो अवस्था छोडेर कस्ती खालकी पापिनी बुहारी रहेछ, यस्तो पापिनी बुहारीले तपाईँ किन माया गरेर राख्नुहुन्छ अनि दाजु भनेर भन्छन्। चुप लाग तिमी, हाम्रो घरभित्रको कुरा गर्ने तिमी को हौ, कसको छोरी हौ, किन आकी यहाँ भनेर भन्दाखेरि श्रियाले हतार भन्छन् कि हाम्रो भूपेन्द्र बाबुको केयर गर्ने, माया गर्ने उनी हुन्, उहाँ धेरै धनी परिवारको छोरी हो र हाम्रो भाइलाई सुहाउने भनेको उही हो भनेर भन्दाखेरि अनि भुवनले यति धेरै रिस उठ्छ कि तिमीले नै गर्दाखेरि मेरो भाइ र बुहारीको सम्बन्ध यस्तो भएको रहेछ, होइन तिमी मेरो बुहारी कहाँ छ भनेर तिमीले खोजेर यहाँ खुरुक्कै यहाँ ल्याउनु पर्छ, तुरुन्तै मेरो बुहारीले जसरी भए पनि यहाँ ल्याउनु पर्छ, भुन्टीलाई तिमी ल्याएनौ भने म के गर्छु भन्ने कुरो तिमीलाई म पत्ता गरेर छाड्छु, अब तिमीलाई म बाँकी छोड्दिनँ र भूपेन्द्रको हालत कसले बनायो र के गर्यो अनि कसरी यस्तो भयो भन्ने कुरो पनि सबै तिमीले पत्ता लगाउनु पर्छ भनेर भुवनले एक्सन लिएर भन्दाखेरि अब जेरी र श्रियाको सातो नै उडिरहेछ। दर्शकवृन्द, अब कसरी प्रमाण जुटाउनु, के गर्नु भनेर उनीहरू यति धेरै तनावमा परिरहेका छन्। भुवनले चाहिँ यति सजिलो अब भुन्टीले घर छोडेर र मेरो भाइसँग टाढो हुन सक्दिन थिए, तर यिनीहरूकै कारणले हुनुपर्छ अब भनेपछि उसले पनि अब उनीहरूलाई नै समाएर यता आफ्नो भाइलाई खोज्नतिर लागिरहेका हुन्छन् र यता टोकले पनि आफ्नो बहिनी नभएको कुराहरू घरमा अब सबै थाहा पाएपछि अब मेरो बहिनीलाई कसरी हुन्छ, मेरो बहिनी जसरी पनि मलाई यहाँनिर अगाडि मलाई देखाउनु पर्यो, तिमीहरूकै कारणले गर्दा पहिले पनि मेरो बहिनीले सुसाइड गरेर मर्न आँटेको थियो, तर मैले गर्दाखेरि बाँचेको छ, अब म छोड्दिनँ तिमीहरूलाई भनेपछि यता भुवनको पनि एकदम सातो उडिरहेछ र अनि भुवन पनि आफ्नो बुहारी भुन्टीलाई खोज्न लागिरहेको छ। यता जेरी र श्रिया भने अब डरले छुलछुल भयो, अब भुवनले हामीले बाँकी राख्दैन, अब जसरी भए पनि भुन्टीलाई खोजेर तिमी अब किडन्याप गरेर केटाहरूसँग होइन मिलेर उसलाई लुकाउनु पर्छ, नत्र भने हामीले भुवनले गरी खानु दिँदैन, मार्छ भनेर श्रियाले अराएपछि अब जेरी खोज्न हिँडिरहेको छ। दर्शकवृन्द, तर यता भुन्टी भने खोलाको बगरमा ऊ टोलाएर बसिरहेको बेलामा उसलाई पहिले राखेको माया गरेको म्याडम भेटिरहेको छ र म्याडमसँगको सहारा लिइरहेको छ। दर्शकवृन्द, अब के हुन्छ यो हेर्नको लागि अर्को एपिसोड हेर्नुपर्ने हुन्छ। हस् त, धन्यवाद।